शीर्षक हमारा जीवन को चमत्कार। मिति सोमबार 18 जेठ 2083, 1 जुन 2026 गतेका दिन। हामीले दैनिक जीवनमा सामान्य ठानेका कुरा वास्तवमा हरेक क्षणमा भइरहने चमत्कार हुन् भन्ने कुरा सायद हामीले पूर्ण रूपमा कहिले पनि महसुस अध्ययन होला। तर हामी एकबार रोकिएर ती सबै कुरालाई गम्भीर रूपले सोच्या हो भने त्यसलाई संसारले मात्र होइन आफूलाई पनि हेर्ने जो दृष्टिकोण छ त्यो परिवर्तन अर्दिन्छ। अब आशा हम आफ्नो बारेमा केही कुरा सोच्छौँ। तम हम सबै 99.99% हामी शून्य ठाउँबाट बनेका छौँ भने हामी ठानौँ। एकदमै सत्य कुरा। हाम्रा मान्छेका अङ्ग प्रत्यङ्ग कोषहरू सबै पदार्थ परमाणुबाट बनेका हुन्छन्। यदि परमाणुको केन्द्र एक नानो गोलीको आकारमा हुन्थ्यो भने त्यसका जति पनि इलेक्ट्रोनिक बिजुलीका जति पनि कुराहरू छन् सबै धेरै 100भन्दा पल्त्र मिटरबाट टाढा हुन्थ्यो, दूर हुन्थ्यो। हामीले दैनिक जीवनमा महसुस अध्या कठोरता वास्तवमा सबै ठोस हुँदैनन्, तर विद्युतीय प्रतिकर्षण अर्थात् हामीले ठोस भनेर अनुभव गर्दा कुरा वास्तवमा अदृश्य शक्तिका प्रमाण हुन्, प्रत्यक्ष भौतिक सम्पर्क होइनन्। त्यसो भए हुनाले हामी सबै तपाईँ र म लगभग पुरा हिसाबले 0बाट बनेका छौँ। के हामी यही कुरामा अचम्म पर्दैन? तपाईँले आजलाई भजनकारले यही विषयमा परमेश्वरसित कति निकै सुन्दर रूपमा प्रार्थना अध्ययन। भजन सङ्ग्रह 139 13 र 14 हामीले पढ्यौँ भने किनकि मेरा भित्रका अङ्गहरू तमले बनाया हौ, मेरी आमाको गर्भमा तमले मलाई बनाया हौ, म तमरो स्तुति अद्दो क्या कि भयङ्कर र अद्भुत रीतिले म बनाइरहेछु। जब तम आफूलाई सिसामा हेरुन्छौ तब यो एकदमै अचम्म लाग्दो कुरा छ कि तमलाई र मलाई परमेश्वरले तम र मेरो आमाको गर्भबाट कतिको बनाइरहेछ, आफ्नै हातले बनाइरहेछ। तम कति जटिल, कति सूक्ष्म र कति अद्भुत छौ। विशेष गरी जब तम र म बुझ्छौ कि 99.99% खाली स्थानबाट खाली ठाउँबाट हामी बनेका हौँ। बाल साहित्यकार हन्स क्रिस्टियनले यसरी एकपल्ट भुल्लाइ छ, संसार नै चमत्कारको श्रृङ्खला हो। तब हामी यी सबै कुरामा यति अस्तव्यस्त भइरहेछौँ कि तिनलाई सामान्य कुरा भनेर हामीले थालेका छौँ। तबै म तमसँग एक बिन्ती अद्दो, यो कुरा कबै जन बिर्सौ क्या कि तमरो जीवन हृदयको चमत्कार हो, किनकि तम भयङ्कर अद्भुतले बनाइएका सृष्टि हरिया हौ।